दर्शकबिन हाम्रो युट्युब च्यानल विश्व रोचक ज्ञानमा तपाईहरु सबैलाई हार्दिक स्वागत छ। आज हामी एउटा यस्तो देशको बारेमा जानकारी दिनेछौँ जुन देशमा यति धेरै नेपालीहरु छन् कि जहाँ पाइलै पिच्छे नेपालीहरु भेट्न सकिन्छ। किनभने भारतपछि सबैभन्दा धेरै नेपालीहरु कतै छन् भने यो त्यही देश हो। दर्शकबिन यो देशमा मौजमस्ती यति धेरै हुने गर्छ कि जहाँ पुगेका केही नेपालीहरु उतै हराउने गर्छन्, किनकि यो मुस्लिम देश भए तापनि यहाँ देह व्यापार हुने गर्छ। आज हामी एसिया महादेशमा पर्ने एउटा सुन्दर देश मलेसियाको बारेमा जान्ने कोसिस गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरेर जान्ने र बुझ्ने प्रयास गर्नुहोला। साथै तपाई कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्टमा जानकारी दिन नभुल्नुहोला। अब लागौं आजको भिडियोतर्फ। मलेसिया दक्षिण पूर्वी एसियाको एक सुन्दर देश मध्येको एक हो जसले उच्च आर्थिक वृद्धि प्राकृतिक सौन्दर्यताको मिश्रण गर्छ। यो देश दुई भागमा विभाजित छ। पश्चिम मलेसिया मलेसियन प्रायद्वीप र पूर्व मलेसिया बोर्नियो टापु अवस्थित छन्। राजधानी क्वालालम्पुर देशको आर्थिक र सांस्कृतिक केन्द्र हो। दर्शकबिन मलेसियाको क्षेत्रफल 3,29,758 वर्ग किलोमिटर रहेको छ। नेपालसँग यो देशको नजिकको सम्बन्ध रहेको छ। हालसम्म यो देशमा 5 लाखदेखि 7 लाखसम्म कामदारहरू गएका छन्। तपाईलाई जानकारीको लागि बताउँ कि भारतपछि सबैभन्दा बढी नेपालीहरू मलेसियामा रहेका छन्। मलेसियाले नेपालमा राजदूतावास खोलेको छ भने नेपाल सरकार पनि मलेसियामा राजदूतावास खोलेको छ। नेपाल जस्तै रमणीय हावापानी भएको मलेसिया नेपाली बेरोजगार युवाहरूका लागि एउटा प्रमुख श्रम बजार बनेको छ। दर्शकबिन विश्व प्रख्यात पेट्रोनस ट्विन टावरको फेदीमा दर्जनौं नेपाली सुरक्षा गार्ड भेटिन्छन्। विशाल शपिङ कम्प्लेक्स KLCC भित्र पनि चिटिक्क परेको हसिलो अनुहारका नेपाली सुरक्षा गार्ड नै देखिन्छन्। हजारौं कम्पनीमा नेपाली मजदुर भेट्न सकिन्छ र मलेसियामा नेपालीहरूको संख्या निकै ठूलो छ र उनीहरू मलेसियाको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। नेपालीहरू आफ्नो समुदाय संगठित गर्न विभिन्न संघ संस्थाहरू पनि स्थापना गरेका छन्। दर्शकबिन के तपाईलाई थाहा छ दोस्रो विश्वयुद्धको समयपछि केही नेपालीहरू मलेसिया गएका थिए। त्यसबेला गएका नेपालीहरूको मलेसियामा एउटा बस्ती नै रहेको छ। मलेसियामा हाल 1000देखि 1500 को हाराहारीमा नेपाली मूलक मलेसियनहरू रहेको बताइन्छ। दर्शकबिन मलेसियाको सीमा पश्चिममा थाइल्यान्ड, उत्तरमा सिङ्गापुर र पूर्वमा इन्डोनेसिया, बुनाई जस्ता देशहरूसँग जोडिएको छ। मलेसिया समुद्रले घेरिएको देश हो। सो देशमा प्राय समथर भूभाग र पहाडहरू प्रशस्त छन्। मलेसियाका मुख्य सहरहरू राजधानी क्वालालम्पुर, जोहोर बारू, पेनाङ, इम्पो, कोटा किनाबालु, शाह आलम मलक्का, केडाह जस्ता रहेका छन्। मलेसियाको राष्ट्रिय भाषा मलय हो भने सो मुलुकमा अंग्रेजी, मन्दारिन, तामिल लगायतका भाषा पनि चलन चल्तीमा छन्। मलेसियाको मुद्रालाई रिङ्गट भनिन्छ। यो देशमा हालको तथ्याङ्क अनुसार यस देशको जनसङ्ख्या करिब 3 करोड 50 लाख भन्दा बढी जनसङ्ख्या रहेको छ। यस देशमा मले जातिको बाहुल्य रहेको छ जसमा कुल जनसङ्ख्याको करिब 50.1% मले जाति रहेका छन् भने बाँकी 22.6% चिनिया, 11.8% भारतीय र अन्य 11.5% मिश्रित जातिको संख्या रहेको छ। जनसङ्ख्याको मापनमा यो देशलाई हाल आएर सांस्कृतिक देश भनेर पनि चिन्ने गरिन्छ। दर्शकबिन मलेसिया संघीय संवैधानिक राजतन्त्रमा प्रणाली भएको देश हो र त्यहाँ प्रधानमन्त्री कार्यकारी प्रमुख हुने व्यवस्था छ। मलेसियामा कुल 13 राज्यहरू र 3 संघीय क्षेत्रहरू छन्। यसको व्यवस्था संघीय राजतन्त्र र लोकतान्त्रिक गणराज्य हो। 9 क्षेत्रहरूमा राजतन्त्र र 4 क्षेत्रहरूमा लोकतान्त्रिक गणराज्य छन्। सरकारहरू बीच शक्ति विभाजित छ। दर्शकबिन मलेसियाको इतिहास अत्यन्तै समृद्ध छ। पुरानो समयमा यो क्षेत्र व्यापारको केन्द्र थियो जहाँ भारतीय, अरबी र चिनिया व्यापारीहरू आउँथे। पछि यो पोर्तुगिज, डच र ब्रिटिस उपनिवेश भयो। सन् 1957 मा मलेसियाले ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गर्यो र यही दिनलाई मलेसियाले स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ जसलाई मर्डेका भन्ने गरिन्छ। मलेसियाको संस्कृति मलय, चिनिया, भारती र आदिवासी संस्कृतिको मिश्रण रहेको छ। दर्शकबिन मलेसियाको राष्ट्रिय जनावर बाघ हो भने राष्ट्रिय पंक्षी हर्नबिल र राष्ट्रिय फूल बङ्गराया रहेको छ। यस्तै संसारको सबैभन्दा अग्लो जोडी पेट्रोनस ट्विन टावर मलेसियामा नै रहेको छ र यो 88 तलाको छ। मलेसियामा न्यूनतम तापक्रम 22 डिग्रीदेखि अधिकतम तापक्रम 40 डिग्रीसम्म पुग्ने गर्छ। यहाँको औसत तापक्रम 27 डिग्रीको हाराहारीमा रहने गर्दछ। मलेसियाको सदाबहार मौसम प्राय गर्मी नै हुने गर्दछ।
गर्दछ। यहाँ अधिकांश समय बर्सात भइरहने हुनाले हरियाली देख्न पाइन्छ। कहिलेकाहीँ चट्याङ समेत पर्ने गर्दछ। चट्याङ परेर हरेक वर्ष केही व्यक्तिको ज्यान समेत गुमाउने गर्दछन्। यसो हेर्दा यो देश लगभग नेपाल जस्तै हावापानी भएको देश रहेको छ। दर्शकबिन, मलेसियाको भूभाग विविध छ। उच्च पहाडदेखि सुन्दर समुद्र किनारहरू, घना वर्षावनदेखि जैविक विविधताले भरिपूर द्वीपहरू यहाँ छन्। माउन्ट किनाबालु देशको सबैभन्दा अग्लो शिखर हो, जसको उचाइ 4095 मिटर रहेको छ। बोर्नियो टापुको घना जंगलहरूमा दुर्लभ प्रजातिका जनावरहरू हुने गर्दछन्। समयको कुरा गर्ने हो भने नेपाल मलेसिया भन्दा 2 घण्टा 15 मिनेट ढिलो रहेको छ। उदाहरणका लागि नेपालमा अहिले दिउँसोको 1:45 छ भने मलेसियामा दिउँसोको 3:15 गएको हुन्छ। मलेसियाको मुख्य आम्दानीको स्रोतमा तेल, ग्यास, इलेक्ट्रिकल सामानहरू, प्लास्टिकका सामग्रीहरू, काठ, रबर आदि पर्दछन्। यसका साथै पर्यटन र कृषि पनि मलेसियाको आम्दानीको स्रोतमा पर्ने गर्दछ। मलेसियाबाट नेपाल फोन गर्नुपर्ने भएमा फोन नम्बरको अगाडि +977 डायल गर्नुपर्छ भने नेपालबाट मलेसियामा फोन गर्नुपर्ने भएमा फोन नम्बरको अगाडि +60 डायल गर्नुपर्ने हुन्छ। दर्शकबिन, मलेसिया इस्लामिक देश भए तापनि अन्य खाडी मुलुकको तुलनामा महिलाहरूलाई यहाँ कुनै पनि काम गर्न वा हिँडडुल गर्नका लागि कुनै पनि रोकटोक लगाइएको छैन। मलेसियामा विभिन्न देशहरूबाट महिला कामदारहरू रोजगारी गरिरहेका छन्। आप्रवासी महिला कामदारहरू मुख्य गरी उत्पादन क्षेत्र, घरेलु कामदार, सेवा क्षेत्र आदिमा काम गर्ने गर्दछन्। दर्शकबिन, मलेसियामा आप्रवासी श्रमिकको संख्या उल्लेख मात्रामा रहेको पाइन्छ। इन्डोनेसिया, म्यानमार, बङ्गलादेश, कम्बोडिया, नेपाल, भारत, फिलिपिन्स लगायत मुलुकका श्रमिकहरू मलेसियामा काम गर्नका लागि जाने गर्दछन्। ती मध्ये पनि इन्डोनेसिया तथा बङ्गलादेशका श्रमिकको संख्या बढी रहेको छ। दर्शकबिन, के तपाईलाई थाहा छ संसारकै सबैभन्दा बढी रबर उत्पादनको रूपमा मुख्य गरी मलेसियालाई चिनिने नभएर काठ, तेल तथा टिन उत्पादनले पनि हाल आएर यो देशलाई मुख्य आय स्रोतको रूपमा टेवा पुर्याइरहेको छ। यसैगरी यहाँ धर्म अनुसारको चाडपर्वहरू मनाउने गरिन्छ। मुस्लिमहरूको महान चाड हरिराय र हरिराय हाजी हो। यस्तै हिन्दूहरूको दीपावली, क्रिश्चियनहरू क्रिसमस र चाइनिजहरू चाइनिज न्यू इयर धार्मिक प्रचलन अनुसार अन्य चाडपर्वहरू पनि मनाइन्छ। दुःखद कुरा त के छ भने मुस्लिम देश भए तापनि यस देशमा अत्याधिक मनोरञ्जनका साथ देह व्यापार हुने गरेको छ। मलेसियाको कानुन अनुसार देह व्यापार र यससँग सम्बन्धित गतिविधिहरू जस्तै मानव तस्करी, बलात्कार र अनैतिक व्यवहारलाई कडाइका साथ प्रतिबन्ध गरिएको छ। तथापि यो समस्या अझ पनि मलेसियामा छ र यसले धेरै सामाजिक, आर्थिक र स्वास्थ्यसँग चुनौतीहरू सिर्जना गरेको छ। मलेसियामा देह व्यापार गैर कानुनी मानिन्छ। देह व्यापारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन्छ। तर त्यसका बावजुद पनि गोपनीयताको रूपमा होटल, मसाज सेन्टर र नाइट क्लब जस्ता स्थानहरूमा देह व्यापार हुने गर्दछ। यसमा स्थानीय र विदेशी महिलाहरू संलग्न छन्, जसमा केही मानव तस्करीका शिकार पनि हुन सक्छन्। मलेसियामा मानव तस्करी एक ठूलो समस्या हो, जसमा धेरै महिलाहरूलाई बलपूर्वक देह व्यापारमा झुक्काइन्छ। यसमा विदेशी कामदारहरू विशेष गरी इन्डोनेसिया, म्यानमार, बङ्गलादेश, कम्बोडिया, नेपाल, भारत, फिलिपिन्सबाट आएका महिलाहरू पनि समावेश छन्। मलेसियामा देह व्यापार एक गम्भीर समस्या हो र जसले प्रभावित गरेको छ। यस समस्याको समाधानका लागि सरकार, गैर सरकारी संस्थाहरू र समुदायका घटनाहरू पनि बढी हुने गरेको यहाँ पुगेका नेपालीहरू बताउने गरेका छन्। दर्शकबिन, यो त थियो मलेसिया देशको बारेमा केही रोचक जानकारीहरू। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। भिडियो राम्रो लागेमा लाइक गरी आफन्तलाई पनि शेयर गर्नुहोला। अर्को श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि बिदा हुन्छौँ। नमस्कार।